नमस्कार दर्शक तथा श्रोतावृन्दहरू, नेपाली कथाको 543औं भिडियोमा यहाँलाई स्वागत छ। सर्वप्रथम रोचक जानकारी। कोस्टारिकामा पोआस ज्वालामुखीमा एक उष्ण स्रोत 37 एकड भूभागमा फैलिएको छ। यो 1000 फिटसम्म गहिरो छ। यसले 350 फिटसम्म अग्लो खम्बा जस्तो आकारमा तातो पानी बाहिर फ्याँकिरहन्छ। यसै रोचक जानकारीका साथै लागौं आजको कथातर्फ। आज मैले हितका कथा पुस्तकबाट मृग, काग र स्याल नामक कथा लिएर आएको छु। आशा छ तपाईलाई मन पर्नेछ। मगधमा चम्पकवती नाउँ गरेको एउटा ठूलो जंगल थियो। त्यस जंगलमा मिलिजुली बसेका मृग र काग थिए। ती दुवैमा खूब माया र प्रेम बसेको थियो। आफ्नो मोजमा डुलफिर गरी वनका हरिया लहरा पात निष्फिक्रीसित खान पाउँदा त्यो मृग मोटाएर हृष्टपुष्ट देखिएको थियो। जंगलमा डुलिरहेको बेला एउटा बदनाम स्यालले मृगलाई देखेर उसको हृष्टपुष्ट शरीरको मासुमा मन गाडेछ। अब यसको मासु कसरी भेटाउने भन्ने कुराको उसको मनमा खुब पीर पर्न गएछ। धेरै विचार गर्दा उसले यस्तो जुक्ति सोचेछ, पहिले मृगको विश्वास पात्र बन्नु पर्यो, अनि मात्र केही उपाय झिकेर यसको हाड चपाउने बन्दोबस्त गर्नु पर्ला। यस्तो विचार गरेर मृगको अगाडि गएछ र भनेछ, साथी तपाईलाई आराम छ? आफ्नो चिन्जान नै नभएको स्यालले त्यसरी सोधेकोमा मृगले छक्क परेर भन्यो, तिमी को हौ? मैले तिमीलाई चिनेको छैन। स्यालले भन्यो, म यही जंगलमा बस्ने क्षुद्र बुद्धि नाउँ गरेको स्याल हुँ। यस जंगलमा मेरो कोही इष्टमित्र आफन्त छैनन्। म एक्लै मुर्दा चाहिँ बस्दछु। अहिले तपाईलाई देख्दा पानीबाट पाखामा परेर छटपटाइरहेको माछा जस्तै छटपटाइरहेको म फेरि पानी पाउँदा खुसी भएको माछा जस्तै आफ्नो ज्यान बाँचे जस्तो अनुभव गरी खुसी भइरहेछु। अब म तपाईको संगत कहिले पनि छोड्ने छैन। तपाई जहाँ जानुहुन्छ उही पछि लागि जान्छु। स्यालको यस्तो छट्टो कुरा सुनेर त्यो सोझो मृगले लौ हुन्छ भन्यो। त्यसपछि ती दुवैजना साँझपख मृगको घर पुगे। त्यही चाँपको रुखमा मृगको घनिष्ठ साथी सुबुद्धि नाउँ गरेको काग बसेको थियो। यो नौलो व्यक्तिलाई देखेर कागले सोध्यो, ए साथी, यो को हो? मैले त यसलाई पहिले कहिल्यै पनि देखेको थिइनँ। अनि मृगले भन्यो, हामीसित दोस्ती गर्न खोज्ने यो एउटा स्याल हो। यस्तो कुरा सुनेपछि कागले भन्यो, हेर दोस्ती, नीतिमा लेखेको छ कि स्वभाव र कुल थाहा नभएको आफूले नचिनेको परचक्रीलाई स्वागत नगर्नु, बास नदिनु। त्यस उसले यो छट्टु स्याललाई बास दिनु वा यससित दोस्ती गर्न ठिक छैन, किनभने यसो गर्नाले पछि बिरालोले गर्दा जरत गव गिद्ध झैं नाश हुनु पर्ला। कागको यस्तो पेचिलो कुरा सुनेर त्यस स्याल रिसाएर भन्यो, यो कस्तो कुरा हो? मृगसित पहिलो पल्ट भेट भएको दिन तपाईको पनि त कुल र स्वभाव थाहा थिएन होला नि। अहिले तपाई दुईमा दिन पर दिन मित्रता झन कसरी बढ्दै गरेको छ त? त्यसो होइन। हेर्नुस्, ठुलो मन हुनेले यो मेरो यो तेरो भन्दैन। उसको निम्ति संसार नै आफ्नो इष्टमित्र झैं ठान्दछ। त्यसकारण जस्तो तपाई मृगको साथी हुनुहुन्छ त्यस्तै म पनि हुन पाउनुपर्छ। आफू आफूमा मेल राख्नुपर्छ, बुझ्नुभयो? स्यालको कुरालाई पुष्टाइ गर्न मृगले भन्यो, अब धेरै कुरा किन, हामी तीनैजना मिलिजुली विश्वास राखेर सुखपूर्वक बसौं, भइहाल्यो नि। दुवैको कुरो मिलेको देखि काग पनि चुप लागि बस्यो। यी तीनमा यसै गरी मेल गर्दै धेरै समय बित्यो। तर एक दिन मृगलाई एक्लै फेला पारेर स्यालले भन्यो, साथी, जंगलको छेउमा नै एउटा लहलहाइरहेको धानको खेत छ। त्यो खेत म तपाईलाई देखाइदिन्छु, अनि रोज रोज गएर पेट भरी धानको खेतमा चढ्नुहोला। यति कुरा गरी मृगलाई त्यस खेतमा गएर पेट भरी धान खान थाल्यो। यति कुरा गरी मृगलाई त्यस खेतमा पुर्याइदियो र आफू चम्पट भयो। मृग पनि दिनहौ त्यस खेतमा गएर पेट भरी धान खान थाल्यो। त्यस खेतको मालिकले यसरी खेतको धान धेरै नै घटेको चाल पाएर त्यहाँ लगेर पासो थापिदिएछ।
सधैँको जस्तै धान खान जाँदा मृग त्यही पासोमा परेर जकडिएछ। यसरी आफू पासोमा परेपछि मृगले मनमा भन्न लागेछ, मलाई यस दुःखबाट बचाउने मेरो साथी सिवाय को छ र? यस्तो विचार गर्दै थियो बदमास स्याल देखा परेछ। उसलाई देख्न साथ मनमा साहस आएर मृगले भनेछ, साथी हेर्नुहोस्, म यस आपतमा परेको छु, चाँडै मेरो रक्षा गर्नुहोस्। मृगको त्यो दशा देखेर स्याल खुसी भएर मनमा भन्न लाग्यो, अरू केही नभए पनि मासु टाँसिएको यसको हात त अवश्य नै चपाउन पाउने भए। अनि मृगले भनेको कुराको जवाफ दिन थाल्यो, दोस्ती, कस्तो विपदमा पर्नु भएछ, अब के गरी तपाईँको उद्धार गरौँ? साह्रै नै अफसोस लाग्यो, पासो पनि छालाको बनेको छ। आज आइतबार मासु कसरी सुनु? आफ्नो दोस्तीको निम्ति यति पनि गर्न सकिन। भोलि बिहानै आएर आफ्नो तीखा दाँतले पासो काटी तपाईँको छुटकारा अवश्य गराउनेछु। यति भनी अलि पर अलि मुनि गएर स्याल लुक्यो। आफ्नो साथी साँझसम्म पनि घर नफर्कँदा कागलाई पिर लागेर यताउति खोज्दै हिँड्दा त्यस अवस्थामा देखेर अफसोस गर्दै भन्यो, साथी यो के भयो? मृगले भन्यो, आफ्नो हितैषी साथीले भनेको कुरा नसुन्दा यस्तो फजितीमा परे, अब मेरो उद्धार कसरी होला? कागले भन्यो, नहडबडाउनुहोस्, उपाय गरौँला। यति भरोसा दिएर स्याललाई नाना किसिमको गाली गर्दै रात बितायो। भोलिपल्ट बिहानै खेतको मालिक हातमा लट्ठी लिएर आउन लागेको देखेर कागले भन्यो, साथी तपाईँ सास रोकेर भुँडी ढाँडिएर फुलेको झैँ पारी चारैवटा खुट्टा तनक्क पारी मरे झैँ भएर बसिरहनु, जब म कराउँला बुर्कुसी मारेर भाग्नु। यति भनी अलि पर रुखमा गएर काग बस्यो। मृग पनि कागले भने झैँ बसिरह्यो। मृग पासोमा पर्यो होला भन्ने खुसी हुँदै खेतको मालिक त्यहाँ आएर हेर्दा त मृग मरिरहेको। आहा, आफै मरेछ, अब यसको पासो काटेर यसलाई घरमा लैजानुपर्छ भनी पासो काट्न थाल्यो। पासो काटिसकेर थन्काउन लागेको मात्र के थियो, कागको काका सुनसाथ मृग त्यहाँबाट उफ्रेर प्राण बचाउन जंगल पस्यो। भाग्न लागेको मृगलाई ताकेर हानेको झटारोले स्यालको टाउकैमा लाग्न पुगेर ज्यान गएछ। दर्शक तथा श्रोतावृन्दहरू, तपाईलाई यो कथा कस्तो लाग्यो कृपया कमेन्ट गर्नुहोला। त्यसै गरी अब लागौं गाउँ खाने कथातर्फ। हिजो मैले गाउँ खाने कथा सोध्न बिर्सिएकोमा माफी माग्न चाहन्छु र आज भने नयाँ गाउँ खाने कथा लिएर आएको छु। आजको गाउँ खाने कथा रहेको छ, सानो विश्वभित्र 12वटा देश, 12वटा देशभित्र 3 जनाको रेस के हो? प्रश्न एकपटक फेरि, सानो विश्वभित्र 12वटा देश, 12वटा देशभित्र 3 जनाको रेस के हो? यस प्रश्नको जवाफ तपाईलाई थाहा भए कृपया कमेन्ट गर्न नबिर्सिनुहोला। भन्दै लागौं हिजोदेखि अहिलेसम्म कमेन्ट गर्नुहुने सम्पूर्ण दर्शक श्रोताको नाम र कमेन्ट वाचनतर्फ। नितु पौडेलज्यू लेख्नुहुन्छ, म बाल्यकालको 2टा कथाको खोजीमा छु। त्यो कथाको एक लाइन मात्र याद छ मलाई, तामा रदी खा राजा नखा, प्लिज कसैले हेल्प गर्नु न मलाई। अनि अर्को हो, मुला खानलाई मुला फुटाउँदा मुलाबाट राजकुमारी निस्केको, प्लिज मलाई यो 2 कथा खोज्न सघाउनु न प्लिज भन्नुहुन्छ। म यी कथाहरू टिपोट गर्नेछु, यदि मैले भेटाएमा अवश्य वाचन गर्नेछु। त्यसै गरी काभ्रे गाइज वाइटीज्यू लेख्नुहुन्छ, आजकल न छुट्टै सुन्ने गर्छु, हजुरको कथा राम्रो लाग्छ भन्नुहुन्छ, धन्यवाद। भीमु छेत्रीज्यू लेख्नुहुन्छ, नमस्कार सर, साह्रै मन छुने कथा भन्नुभयो, धन्यवाद हजुरलाई भन्नुहुन्छ, धन्यवाद। अर्जुन बिसीज्यू लेख्नुहुन्छ, नमस्कार सर, कति रोचक कथा रहेछ, यति मिठो कथा सुनाउनु भएकोमा मुनि मुनि धन्यवाद सर भन्नुहुन्छ, तपाईलाई पनि धन्यवाद। दिपेन्द्र बस्यालज्यू लेख्नुहुन्छ, सुत्ने बेला जमिन सरको कथा सुन्दै सुत्नेले हाजिर गरौँ त भन्नुहुन्छ, धन्यवाद। आशिष चौधरीज्यू लेख्नुहुन्छ, असाध्यै मन छुने कथाहरू छन् दाई भन्नुहुन्छ। बलराम छेत्रीज्यू लेख्नुहुन्छ, हजुरको कथा राम्रो लाग्छ, बट हजुरले कथा सुरु गर्नु अघि आफ्नो नेम पनि भनिदिनुहोस् ओके भन्नुहुन्छ, धन्यवाद तपाईको सुझावको लागि। मायाश्रीज्यू लेख्नुहुन्छ, आहा कति राम्रो सुन्दर कथा आदरणीय जमिन सर, धन्यवाद तपाईलाई पनि। अस्मिता शिवाकोटीज्यू लेख्नुहुन्छ, नमस्कार सर एन्ड पर्फेक्ट स्टोरी एन्ड एक्सलेन्ट पर्फर्मेन्स, विश यू अल द बेस्ट एन्ड अलवेज मे गड ब्लेस यू भन्नुहुन्छ, धन्यवाद। नन्दनी थापाज्यू लेख्नुहुन्छ, अति रोचक कथा, थ्याङ्क यू सर, तपाईलाई पनि धन्यवाद। उहाँले नै यस्तो बेकारको ब्याकग्राउन्ड म्युजिक किन हाल्नु परेको होला भनेर डन्डीबियोको कथामा लेख्नु भएको छ। मैले त्यसबेला अर्कै नै ब्याकग्राउन्ड हालेको थिएँ, आशा छ
अहिलेको ब्याकग्राउन्ड तपाईलाई मन पर्नेछ। त्यसैगरी पुष्पा अधिकारीज्यू लेख्नुहुन्छ वहाँ जति सुने पनि धित नमर्ने, कति मिठो आवाज, कति मिठो लय भन्नुहुन्छ, धन्यवाद। त्यसैगरी सरस्वती साईज्यू लेख्नुहुन्छ भङ्गेरा। रञ्जित गौतमज्यू लेख्नुहुन्छ जुन टिप्ने बुहारी कथा प्रस्तुत गर्नुहोस् न प्लिज भोलि भन्नुहुन्छ। मैले यो कथा प्रस्तुत गरि नै सकेको छु, लिङ्क भने म तपाईँको कमेन्ट मुनि राख्नेछु। कालीश्रीज्यू लेख्नुहुन्छ दामी सर। त्यसैगरी आरएम आशिषज्यू लेख्नुहुन्छ म त सधैँ सुनिरहन्छु तपाईँको कथाहरू, धन्यवाद। ड्रागन नाइटज्यू लेख्नुहुन्छ नाइस सर, आई वाच अमेरिकनबाट हो भन्नुहुन्छ, धन्यवाद। चन्द्र आले मगरज्यू लेख्नुहुन्छ जापानबाट धेरै राम्रो छ हजुरको वाचन शैली सर भन्नुहुन्छ, धन्यवाद। भीमु छेत्रीज्यू लेख्नुहुन्छ नमस्कार सर, कथा साह्रै राम्रो छ है भन्नुहुन्छ, धन्यवाद। सपना विमलज्यू लेख्नुहुन्छ आई लिसन एभ्री नाइट। अनिल राईज्यू लेख्नुहुन्छ नाइस स्टोरी दाई, अरू 2-3 वटा भयो राम्रोसँग सुन्दै निदाउनु हुन्थ्यो भन्नुहुन्छ। म लामो नै कथा प्रस्तुत गर्न सक्दो कोसिस गरिरहेको छु। सपना विमलज्यू लेख्नुहुन्छ अमेरिकाबाट, उहाँले नै दाई हजुरको भोइस नै कस्तो सफ्ट छ, जे होस् पर्फेक्ट कम्बिनेसन भन्नुहुन्छ, धन्यवाद। माया मगरज्यू लेख्नुहुन्छ नमस्कार जमिनज्यू, असाध्यै रोचक कथा पस्कनु भयो। खालिङ 26 ज्यू लेख्नुहुन्छ जति सुने अझै सुनम जस्तो लाग्ने कथाहरू तपाईँको यस्तै रमाइलो कथाहरू अपलोड गर्दै गर्नुहोला। कथा वाचक र कथा सुन्नेहरूको साइनो नटुटोस्, लिसनिङ यु एभ्री इभिनिङ फ्रम सिक्किम इन्डिया भन्नुहुन्छ, धन्यवाद। अनि माया राईज्यू लेख्नुहुन्छ म चाहिँ सुजन राई, मेरो फोन नभए नि साथीको फोनबाट हजुरको यति राम्रो स्टोरी सुन्दै आइरहेको छु दाई, म हजुर कुनै पनि स्टोरीको एपिसोड छुटाएको छैन दाई भन्नुहुन्छ, धेरै धेरै धन्यवाद। अनि माया राईज्यू लेख्नुहुन्छ वाउ नाइस स्टोरी दाई एन्ड हजुरको स्टोरी एन्ड अनि हजुरको बिग फ्यान दाई भन्नुहुन्छ, धन्यवाद। एआर भ्लग्ज्यू लेख्नुहुन्छ दामी स्टोरी। जोक राईज्यू लेख्नुहुन्छ नमस्ते जमिन भाइ, साह्रै मिठो कथा सुनाउनु भएकोमा धेरै धन्यवाद। त्यसै गरी शान्त तामाङज्यू लेख्नुहुन्छ यसो जीवन मोटिभेसनको कथाहरू सुनाउनु है दाई भन्नुहुन्छ। अनि माया राईज्यूले पनि हो नि दाई, यसपालि न्यू एपिसोडमा चाहिँ मोटिभेसनल स्टोरी सुनाउनुहोस् है दाई भन्नुहुन्छ, म भोलिको एपिसोडमा लिएर आउनेछु। त्यसै गरी दिप तेमल सिन्हाज्यू लेख्नुहुन्छ नाइस। लक्ष्मी गौतम ग्यावालीज्यू लेख्नुहुन्छ आज खै त गाउँ खाने कथा, उहाँले नै म कथा सुन्न लागे है भन्नुहुन्छ। मैले हिजोको भिडियोमा गाउँ खाने कथा लिएर आउन बिर्सेकोमा माफी चाहन्छु। बी बोय सामसेनज्यू लेख्नुहुन्छ धेरै राम्रो छ है। बलराम बीके बलरामज्यू लेख्नुहुन्छ दामी कथा थियो सर, थ्याङ्क यू भन्नुहुन्छ, तपाईँलाई पनि धन्यवाद। नवराज भ्लग्ज्यू लेख्नुहुन्छ हेलो दाई नमस्ते, सन्चै हुनुहुन्छ नि दाई भन्नुहुन्छ, म पनि सन्चै नै रहेको छु। त्यसै गरी रामकुमार भट्टराईज्यू लेख्नुहुन्छ कथा रोचक छ, हजुरको वाचन शैली ज्यादै उत्कृष्ट छ भन्नुहुन्छ। पुष्पराज जोशीज्यू लेख्नुहुन्छ क्या दामी कथाहरू दादा। अङ्कित रावलज्यू लेख्नुहुन्छ पोर्चुगलदेखि सुन्दैछु म हजुरको भिडियो। प्रकाश जयसाईज्यू लेख्नुहुन्छ सर खतरा छ। त्यसै गरी पुष्पराज जोशीज्यू लेख्नुहुन्छ नाइस स्टोरी दादा, मेरो त मनै छोयो नि, समय मिले सम्म डेली सुन्ने गर्छु भन्नुहुन्छ। कमेन्ट गर्नुहुने सम्पूर्ण दर्शक श्रोताज्यूलाई धेरै धेरै धन्यवादका साथ आजको कथा बसाइबाट म कथावाचक जमिन राईलाई पनि बिदा दिनुहोस्, नमस्कार।